अनि के छ त हाल खबर? अनि गाइज कस्तो भयो तिमीहरुको होली? रंगीले के खेली थे, गुलाल के खेली थे। र आज हामी हेर्न जाँदैछौँ होलीको यस्तै चर्ती कलाहरू। त्यो भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। अब बकवास धेरै नगरिकन सिधै भिडियोलाई सुरु गर्दियौँ। चलो भाइ, देखो अब मैं क्या करता हूँ। It's your first time in Nepal? Yes. It's your first time? Yes. Oh my God. People are very friendly now. Sure. यसको शरीरमा अलरेडी नेचुरल ब्ल्याक कलर छ। यसलाई अरु कलरको जरुरतै छैन। अनि ब्याकग्राउन्डमा मिया खलिफा भन्दै कराउने जाँठा हो। यो कुन एंगलबाट मिया खलिफा जस्तो देख्यो तिमीहरुले? तिमीहरु आफै सोच न, मिया खलिफा छुदा पनि दाग लाग्ला जस्तो गोरी छ र यसलाई छयो भने उल्टै हातमा कालो कलर लाग्छ। म पसन्दको भन्दै थिए, मलाई खुन्चेले यसरी सिन्दुर लगाइदिएको छ। कस्तो सिन्दुर लगाइदिएको हो? फुरुक्क न आऊ घरमा माग्नलाई कि मलाई लिएर जाऊ कि घरमा माग्न आऊ, यस्तो भएन गाइज। जे होस् केटाहरुले होली मनाउने न्यूमा बिहे गर्ने निन्जा टेक्निक लगाइराछ। अब लभ गरेर बिहे गरम भने थपडा गतिलो छैन, मागेर मागी बिहे गरम भने बेरोजगारीले कसले छोडिदिन्छ र। त्यही भएर होली खेल्न जाने हो। अनि जो मन पर्छ टिका लाउने न्यू गरेर सिन्दुर हालेर सिधै घर लाग्ने हो। इसकी गारंटी मैं नहीं दे सकता। अनि बहिनी कसले समाए तिम्रो भोगटे? मजाले समाएको जस्तो छ त। अनि कलर त फेसमा भन्दा पनि भोगटेमा धेरै छ त। होली खेल्ने न्यूमा काण्ड खेलेर आयो के हो जाँठी? साँच्चै कुन कलेजमा खेल्दै रहेछ यस्तो होली? पत्ता लगाउँदै केटा हो। अर्को पालि होलीमा त्यतै जानु पर्ला। होली हो गया, होली तिहार को दिन बचिरहेछ यार, तिहार को। हमारे यहाँ ऐसा ही होता है। भाइ चाहिँ दुर्गेश थापा हो। यसले शिवरात्रिको गीत गाइदिन पनि बेल लाउँदैन होलीमा। अबे तू थोड़ा सा बहन का लोड़ा आ क्या? दुर्गेश थापा बोलाइसक्यो हेर केटा हो। होलीमा तीजको गीत गाइरहेछ के अस्ति शिवरात्रिको भाङले छोडेको छैन र? यदि तिमीहरुलाई एउटा प्रपर रोस्ट दुर्गेश थापा माथि चाहिन्छ भने तल कमेन्ट गर केटा हो। ठीक है। भाई यहाँ पे क्या हो रहा है? हैन कुन कलेजमा हुन्छ यस्तो होली? कसैले यिनीहरुले सम्झाउ कि होलीमा फेसमा कलर लगाएर मनाउने हो होली भनेर। फेसमा एक थोपा कलर छैन, सब कपडामा मात्र दलेको छ। अनि बोका हो होली खेल्ने न्यू गरेर भोगटे समाउँदै हिँडिराछौ त। जे होस् होलीको फाइदा उठाइराछ केटाहरुले। सिस्टम पार देंगे। ले रिपोर्टिङ गरिरहेका छौं, हामी देख्न सक्छौं। त्यो अन्डा टाउको मैन यसको मुखमा अड्काइदेऊ। कमसेकम एउटा चुतिया त कम हुन्छ। हैन मान्छे नचिन्ने गरे यो ढेडुको जस्तो थोपडा बोकेर के खोज्न हिँडेको बाहिर? अझ एकचोटी नाटक त हेर। हो यसरी हो नि त होली मनाउने, अनुहारमा कलर लगाएर। तिमीहरु पनि होलीको बेला बाहिर निस्किएको भए तिमीहरुको भोगटे धुलो पिटो पारिदिन्थे केटा। त्यो माथि कपडा नि यति छोटो लगाएको रहेछ, घर पुगेर हेर्नु पर्थ्यो कलर कहाँ लागेछ भनेर। आजदेखि तिमी त कोही छैन यार, कोसँग भन्नु। आजदेखि यो भिडियो हेर्ने मान्छे र मेरो लप पर्यो। ए भौसडी के पागल है क्या? ए जाठी के खालको भिडियो यो? मुझे फरक लगाएर नलगाउ के फरक भयो र? फोन कहाँ राखेर भिडियो बनाएको यो? नाच्ने काम छैन तिमीहरुको? यसको जति पनि कपडा छ फाल्दै हुन्छ। अनि नाङ्गै भिडियो बनाऊ यसरी टाङमुनि फोन राखेर जाठी। साले तू तेरो बोयफ्रेन्ड उडाइदिन्छु रे। मेरो बोयफ्रेन्डले तँलाई हेर्नु पनि पर्यो नि। अच्छा बहन के बहिनी यासी सुरु भइसक्यो। पहिला पढाइतिर ध्यान दियो। अनि जहाँसम्म कुरा छ तिम्रो बीएफले अरु केटीलाई हेर्दैन भन्ने, केटाहरु कतिसम्मको हरामी हुन्छ मलाई मात्र थाहा छ। केटाहरुले जस्तो सुकै केटीले पनि आँखा लगाउँछ। बस केटी हुनु पर्यो अनि जिउँदो हुनु पर्यो। अनि बहिनी उमेर त नाबालिगको जस्तो छ त। तिम्रो काकातीले कसले भोगडे बनाइदियो? मुझे क्या पता। अहिले 11-12 वर्षमा त यस्तो छ, 20-22 वर्ष हुँदा के होला? उमेर भने नाबालिगका, काम भने मिया खलिफा भने जस्तै हो कि के हो? तिमी पुरुषहरुको एकमात्र परिचय दिन सक्छौ? सरिता चुप कर बे कुत्ते। अब कस्तो स्कुल हो यो जहाँ भुराहरुलाई फोन चलाउन दिइराछ? जाँठीहरु पढाइतिर ध्यान दिनु छैन, क्लासमा आएर टिकटक बनाएर बसिरहेको छ। हमारे यहाँ ऐसा ही होता है। Ori rati soca, wago just a floater. Jura sama bosa, yabi sanga dosa. Hanu bosa threesa, hanu bosa forza. ओ
फोरसमको मतलब त थाहा छ नि बहिनी। अब आज भोलिको बच्चाहरू के साह्रो चुमुक चुमुक भएको। फोरसम मात्र किन पुरै गाउँले नै बोलाएर ग्याङ ब्याङ हाने भइहाल्यो नि। जाँठी आपकी औकात बता रहा हूँ सर। को सबैभन्दा राम्रो प्रधानमन्त्री यदि कोही छ भने त्यो प्रधानमन्त्री हुनुहुन्छ हाम्रा देशका प्रधानमन्त्री सम्माननीय केपी शर्मा ओलीज्यू। जाँठा बौला हो कि के हो, के बक्चो त्यो हो यो? जाँठा कुकुर बान्ने सिक्री घाँटीमा झुन्डाउँदै हिँडिरहेको छ त। हाम्रो देशको मात्र मिडिया यस्तो बौला हो कि अरू कन्ट्रीमा नि यस्तै हुन्छ र? जा पूछ क्या? क्या बोलूं मैं इस पे? आज भोलिको भुराहरू पेटमा हुँदै लपरेर जन्मिन्छन् कि के हो? 4-5 वर्षको भुराहरू ब्रेकअप भयो भन्दै भिडियो हाल्छन् त। हुन त यसमा अलिकति गल्ती आमा बाउको पनि छ। सानो हुँदा बच्चा रह्यो भन्दै फोन दिएर फकाउँछ, अनि अलिकति ठुलो भएपछि छोराछोरीको हालत यस्तो छ। के लौडे पागल है क्या? जाँठीहरू के हर्को त यो झ्यापको तालमा भिडियो बनाएर हालेको हो कि के हो? हुन त फेस नै टँकेको जस्तो छ। कार्तिकमा कुकुरलाई बैस चढेको जस्तो चुमुक चुमुक भएको छ त जाँठीहरू। अनि के खालको डान्स हो यो तिमीहरूको? यस्तो डान्सको नाममा चाक हल्लाउनु भन्दा अरू केही पनि आउँदैन। यदि चाक र हुने भए यिनीहरूले के देखाएर भाइरल हुन्थ्यो होला? आपकी औकात बता रहा हूँ सर, बुरा नहीं मानना सर। तू मेरी नकल करता है। उर्फी जावेद फ्रम रत्नपार। फुलको त कपडा बनाएर लगायो, अब एकचोटि कौशको पनि कपडा बनाएर लगाऊ। अनि त्यसपछि जिन्दगीमा यस्तो चुतिया हरकत गर्ने आँटै आउँदैन। र जसलाई पनि कौश भन्ने थाहा छैन एकचोटि गुगल गरेर हेर तिमीहरू। कन्डम पनि किन्छु म त ठोक्दै पनि हिँड्छु, होली खेल्ने बाहनामा ठोक्दै पनि हिँड्छु, बजार हिँडेको कन्डम बोकेर केरा टोकेर चस्मा ठोकेर, मेरो गेडा छ धेरै केडा हेरेको हेरे कन्डम फेरेको फेरे, मेरो बोयफ्रेन्ड छ धेरै बोयफ्रेन्ड हेरेको हेरे। चिक्नहरू के खालको गीत हो यो? अनि दिनमै 10 जनासँग टपाटप गर्दै हिँड्छ कि के हो जाँठीहरू? हुन त जुन एरियामा बस्छु त्यो एरियाको नम्बर 1 माल होला यिनीहरू। अनि कन्डम फेरि बजाइहाल्छ नि। गजब बेइज्जती है। मलाई केटो यस्तो चाहिस मेरै बयान गर्ने, एकछिन टाढा हुनु परे मेरै यादमा मर्ने, जस्ता पाइ आँखा हामीले कालाइन्छ, मलाई त ह्यान्डसम केटा चाहिन्छ। तेरो बाबुको गुला खानु पर्ने हो, सीमा चिक्नीहरू जा आफ्नो काममा आएको उचे जान। तर भयो केटा भयो आजको लागि यति नै। र भिडियोलाई यहाँसम्म हेर्दै हुनुहुन्छ भने भिडियोलाई एक लाइक र च्यानलमा नयाँ हुनुहुन्छ भने एक सब्स्क्राइब गरिदिनु होला। र आफ्नो जति पनि साथीहरू छ सबैले सेयर गर्न नभुल्नु होला। र म अर्को नयाँ भिडियोको साथमा आउने नै छु। अहिलेको लागि म पनि गएको, बाई।